I was asked this question. यो क्वेसन मलाई सोध्नु भएको थियो राइट, यो कसरी कोडिङ स्टार्ट गर्ने फर द बिगिनर लेभल राइट. मैले सानो रिल बनाएर त हालेँ थिएँ इन्स्टाग्राममा, बट आई डोन्ट थिङ्क द्याट इज भेरी मच हेल्पफुल. सो आई प्रिपेयर्ड अ डेडिकेटेड डक फर दिस, जहाँ मैले बेसिक्स कुरा पनि एक्सप्लेन गर्ने कोसिस गर्छु युजिङ दिस डक. त्यसपछि फ्रन्ट एन्ड ब्याक एन्ड भनेको के हो त राइट, त्यो पनि अलिकति आई ट्राई टु कभर द बेसिक्स. And then I'll give you some exercise that you guys can try on your own, right? And so let's start. Okay, so coding start गर्नुभन्दा पहिला हामीले बुझ्नुपर्छ कि हामीले प्रोग्रामिङ ल्याङ्ग्वेज किन लेख्छौँ, कि यो सबै कुरा किन हुन्छ, अन्डर द हुड what is happening, right? We have to understand that. प्रोग्रामिङ भनेको एउटा इट्स अ वे अफ राइटिङ इन्स्ट्रक्सन विच कम्प्युटर अन्डरस्ट्यान्ड, राइट? कुनै अपरेसन मैले कम्प्युटरबाट गराउनु छ भने मैले त्यसलाई इन्स्ट्रक्सन दिनु पऱ्यो, राइट? So computer language is all about that, okay? So beginner we can pick any language. As I already said, there are no good or bad languages, but initially my personal recommendation is that you guys can probably start with JavaScript or Python. हल्का सिक्नको लागि र सिन्ट्याक्स पनि अलिकति इजी छ, राइट? यु डोन्ट ह्याभ टु राइट लङ कोड. जस जावामा चाहिँ एकदम सिम्पल अपरेसन्सको लागि पनि अलि लामो कोड लेख्नुपर्छ, राइट? द पाइथन जावास्क्रिप्ट, आई प्रिफर पाइथन एन्ड जावास्क्रिप्ट फर बिगिनर्स टु स्टार्ट विथ, राइट? र कोडिङ प्रोग्रामसम्म सुरुमा हामीले कुरा सिक्नुपर्छ भनेको भेरिएबल भनेको के हो त, राइट? भेरिएबल भनेको के हो भन्दाखेरि इट इज अ वे युजिङ विच वी क्यान स्टोर भ्याल्युज, राइट? जस्तै मलाई के कुरा स्टोर गर्नु पऱ्यो, सेन्टेन्स स्टोर गर्नु पऱ्यो, नाम स्टोर गर्नु पऱ्यो, कुनै भ्याल्यु न्युमेरिकल भ्याल्यु स्टोर गर्नु पऱ्यो भने आई डिफाइन द भेरिएबल, राइट? सो दिस इज हाउ यु डिफाइन भेरिएबल इन जावास्क्रिप्ट. जस्तै मैले नाम जन लेखेँ, राइट? लेट एज स्टुडेन्ट, दिस अ फ्ल्याग. बेसिकली अगर डेटा टाइप्स, त्यसपछि डेटा टाइप कस्तो हुन्छ भने कुनै कुरा मैले न्युमेरिकल भ्याल्यु स्टोर गर्नु पऱ्यो भने त्यो नम्बर भयो, राइट? कुनै मैले कसैको नाम स्टोर गर्नु पऱ्यो भने द्याट इज स्ट्रिङ भयो. त्यसै गरी बुलियन भनेको ट्रु फल्स, इट्स अ फ्ल्याग, राइट? त्यसपछि एरे भनेको के हो भन्दाखेरि यो सबै कुराहरू आई जस्ट ट्राई टु कभर इन भेरी सर्ट वे, राइट? यो सम्बन्धी एमडिएनमा गएर पनि पढ्न सक्नुहुन्छ. इफ इट इज रिलेटेड टु जावास्क्रिप्ट, राइट? विच एभर ल्याङ्ग्वेज यु आर starting with, you can learn about these things, right? So I'll not cover in depth for now, but feel free to ask me questions. I'll try to create video on that, okay? एरे भनेको के हो भन्दाखेरि एरेले चाहिँ एउटा भेरिएबलमा मल्टिपल भ्याल्यु यदि मैले स्टोर गर्नु पऱ्यो भने आई युज एरे, राइट? सिमिलरली अब्जेक्ट भनेको दिस इज लिटिल जावास्क्रिप्ट स्पेसिफिक. कुनै पनि डेटालाई मैले यदि के भ्याल्यु पेयरमा स्टोर गर्नु पऱ्यो भने वी युज अब्जेक्ट. लेट्स नट गो डेप्थ इन्टु द्याट, बिकज जावास्क्रिप्टमा अब्जेक्ट भनेको एकदम ठुलो टपिक हो, राइट? त्यसमा भित्र गयो भने धेरै कुराहरू छ. त्यस्तै गरी वी युज लुप, राइट? लुप भनेको के हो भने कुनै पनि कुरा मैले इटरेटिभली गर्नु पऱ्यो भने, रिपिटेटिभली गर्नु पऱ्यो भने मैले यो लुप युज गर्छु. फर इक्जाम्पल हियर आइ एम युजिङ फर लुप, राइट? सो दिस इज हाउ यु डिफाइन फर लुप एन्ड आई एम सिम्पली प्रिन्टिङ 1 to 5, सो राइट? त्यस्तै गरी कन्डिसनल स्टेटमेन्ट्स. कन्डिसनल स्टेटमेन्ट भनेको के भन्दाखेरि जस्तै इफ एल्स स्टेटमेन्ट, स्विच स्टेटमेन्ट्स, राइट? टर्नरी स्टेटमेन्ट्स. त्यो यसमा चाहिँ मैले के गरेको थिएँ, एज मैले डिफाइन गरेको छु अनि यदि यसको भ्याल्यु 18 भन्दा इक्वल टु अर ग्रेटर देन 18, सो आई एम जस्ट प्रिन्टिङ some statements, right? This is just an example, right? Conditional statements. There are functions, right? Functions they are very important. फङ्सन भनेको कुनै पनि ब्लक यदि मैले रियुज गर्नु पऱ्यो, फर इक्जाम्पल वेन यु वर्क इन डिफ्रेन्ट बिग प्रोजेक्ट, राइट? त्यसमा कुनै कस्तो कुराहरू हुन्छ भने यु एन्ड अप राइटिङ अ लट अफ रिपिटेटिभ कोड. त्यसलाई यदि मैले रियुज गर्नु पऱ्यो भने आई क्यान डिफाइन द्याट रिपिटेटिभ कोड इन वान ब्लक र म त्यसलाई फङ्सन डिफाइन गरिदिन्छु. वेन एभर आई निड द्याट पिस अफ कोड, राइट? तो इट इज भेरी सिम्पल, एज सिम्पल एज मतलब कलिङ द्याट फङ्सन, राइट? So here in this case I am defining a greet function and त्यसमा मैले name pass गरेको छु and I am using that to return the value, right? So this is function. This is a very simple example of function, right? Okay, these are the basic thing that you guys need to understand first, right? यदि कस्तो हुन्छ नि सिधै you have to start with basics, right? फन्डामेन्टल एकदम स्ट्रङ हुन जरुरी छ कुनै पनि प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्नुभन्दा अगाडि, बिकज यदि फन्डामेन्टल स्ट्रङ भयो भने बल्ल बिग प्रोजेक्ट्समा, राइट, it is helpful. Otherwise if you directly jump to the big projects, एकदम धेरै प्रब्लम आउने to understand it, right? Eventually you have to come back to the basics, right? So basics should be very strong and I don't want you guys to waste a lot of time. यसमा कस्तो हुन्छ प्रोग्रामिङ ल्याङ्ग्वेजलाई पढेर भन्दा नि प्र्याक्टिस गरेर सिक्ने हो. प्र्याक्टिस इज भेरी इम्पोर्टेन्ट एन्ड कन्सिस्टेन्सी इज भेरी इम्पोर्टेन्ट.
ट्राई टु लर्न न्यू थिङ्स एभ्री डे. म आज बसेर मजाले 5 घन्टा मात्रै कोड गरेँ होइन, भोलि पर्सि मैले गर्दिनँ भने मतलब इट इज भेरी डिफिकल्ट टु अन्डरस्ट्यान्ड द्याट. कस्तो हुन्छ भने एकदम मसल मेमोरीमा फिट हुनुपर्छ कि यसपछि आउँछ यसपछि आउँछ भनेर. सो फङ्सन्सको बारेमा भयो. त्यसपछि यति बेसिक्स कभर गर्नु पहिला सुरुमा. जो भी बिगिनर्सहरू हुनुहुन्छ अहिले यो भिडियो हेरिराख्नु भयो, यति कभर गरिसकेपछि ट्राई टु एप्लाई वाट यु हेभ लर्न सो फार, राइट. जस्तै सिम्पल प्रब्लम स्टेटमेन्टहरू युज गर्नु. फर इक्जाम्पल मैले प्राइम नम्बरको यहाँ राख्दैछु जाभास्क्रिप्ट इम्प्लिमेन्टेसन, विच एभर यु गाइज आर लर्निङ, त्यो ल्याङ्ग्वेजमा हजुरले यो इम्प्लिमेन्ट गर्न सक्नुहुन्छ. सिमिलरली अहिले कोड नहेर्नु, ट्राई टु यु क्यान एप्लाई अन यर ओन, राइट. दिज आर दि बेसिक थिङ. यहाँ मैले जस्तै यो कुरा प्रब्लमहरू मैले स्मल प्रब्लमहरू सल्भ गरेँ भने वाट एभर हेभ लर्न सो फार, राइट, द बेसिक्समा त्यो मैले एप्लाई गर्न सक्नुहुन्छ. दिस इज हाउ यु लर्न. बिकज यार आइम डिफाइनिङ भेरिएबल्स, डिफाइनिङ एरे, राइट. त्यसपछि यो सबै कुराहरू छ. यु गाइज क्यान गो थ्रु दिस. त्यसपछि मैले यहाँ बिगिनर लेभल कोडिङ प्रब्लम्स पनि राखेको छु. यु गाइज क्यान ट्राई अन यर ओन, राइट. यो प्र्याक्टिस गर्नु. आई नो इट विल टेक टाइम. when you are लर्निङ समथिङ, राइट, ओभरनाइट केही पनि आउँदैन, राइट. सो सुरुमा हल्का टाइम दिनुपर्छ. रेगुलरली प्र्याक्टिस गर्ने, रेगुलरली पढ्ने, रेगुलरली प्र्याक्टिस गऱ्यो भने मान्छेले बुझ्ने हो, राइट. सो जो पनि एकदम अहिले प्रो कोडर्सहरू छन्, गुड प्रोग्रामर्सहरू छन्, they start with zero, right. This is how they started long back. Maybe when I started my coding around 2014, I started with very basics, right. In starting ma malai ekdam धेरै time लाग्यो. So right, so this is how we learn things. त्यसपछि चाहिँ once these things are covered, actually fundamentals cover भयो, basic problem you guys are able to solve this, त्यसपछि बल्ल वेब डेभलपमेन्टमा जान म सजेस्ट गर्छु. आफ्टर द्याट यु क्यान relate more, right. त्यसपछि आई थिङ्क मेबी इफ यु गाइज प्र्याक्टिस विदिन अ मन्थ यु गाइज सुड बी एबल टु कम्प्लिट अल दिस, राइट. आफ्टर दिस यु गाइज क्यान स्टार्ट विथ वेब डेभलपमेन्ट. वेब डेभलपमेन्टमा देयर आर टु थिङ्स. के मैले के ब्याक एन्ड गर्ने, फ्रन्ट एन्ड गर्ने, राइट. जस्तै अब मैले फ्रन्ट एन्ड फ्रन्ट एन्डलाई कसरी बुझ्नु, फ्रन्ट एन्ड ब्याक एन्ड आई थिङ्क एभ्री वान नोज अबाउट द्याट. फ्रन्ट एन्ड जो भी बाहिरको एपियरेन्स छ नि त्यसलाई फ्रन्ट एन्ड भनिन्छ, एकदम लेम टर्ममा भन्दाखेरि. मैले जो भी इन्टरनल, जो भी computation छ which is happening in the background, right. So we connection to the database, query गर्ने, Redis operations, talking to third party APIs, right. All the payment gateways, whatever happens in background, those are backend, right, which is not appeared inside your web, in your web page, sorry, right. This is front end, this is backend, right. So यदि अब त्यसपछि चाहिँ डेटाबेस भनेको के हो भन्दाखेरि इट्स एउटा के हो, इट्स हो यु स्टोर यो डेटा, राइट. सो इन डेली बेसिस युज लट अफ डिजिटल एप्लिकेसन्स, राइट. ज फेसबुक, इन्स्टाग्राम, धेरै कुराहरू हामीले युज गर्छौँ. सो सबै डेटा जो पनि हामीले टाइप गर्छौँ, पोस्ट गर्छौँ, इट इज गेटिङ स्टोर्ड इन सम फिजिकल सर्भर्स जहाँ, द्याट इज डेटाबेस. त्यसपछि once you have this understanding, right, त्यसपछि you guys can start building small projects, right. यदि म फ्रन्ट एन्ड स्पेसिफिक भन्दाखेरि you can start with very simple projects like click counter, to do list, digital clock. These are the things that you can try with. त्यसपछि ब्याक एन्ड डेभलपमेन्ट सिक्न छ भने you guys can make CRUD applications. मैले CRUD को रिल पनि बनाएको थिएँ इन्स्टाग्राममा, राइट. इट्स अबाउट क्रिएट, read, update and delete, right. You guys can create simple APIs. Maybe you guys can create 4 APIs. You're like creating resources, updating resources, reading resources and deleting the resources, right. So you guys can do that. त्यसको लागि मैले एक्सप्रेस सेटअप कसरी गर्ने त्यसको लागि मैले भिडियो बनाउँछु. And I'll teach you guys how to learn the basic backend, right. It will take some time. Okay, so अनि अर्को कुरा भनेको टिप्स फर लर्निङ कोडिङ इफेक्टिभली. दिस इज भेरी इम्पोर्टेन्ट, राइट. यु निड टु प्र्याक्टिस रेगुलरली. एकदम रेगुलारिटी इज भेरी इम्पोर्टेन्ट, राइट. आई थिङ्क डेली बेसिसमा आई राइट अ लट अफ कोड, राइट. यदि मेरो अफिसको काम छैन भने पनि म केही न केही सिकिरहेको हुन्छु, गरिरहेको हुन्छु, पढिरहेको हुन्छु. द्याट इज भेरी इम्पोर्टेन्ट. यो भनेको कन्टिन्युस लर्निङ हो. किनकि टेक्नोलोजी एभ्री डे इट इज गेटिङ अपडेटेड, राइट. एआईहरू आइरहेको छ, एकदम कुल टुल्सहरू आइरहेको, राइट. यु गाइज निड टु बी अपडेटेड यर सेल्फ विथ अल दिस लेटेस्ट टेक्नोलोजिज. त्यसपछि अर्को कुरा, इनिसियली वेन वी लर्न एनिथिङ, राइट, वी हेभ टु आस्क क्वेसन्स. यु क्यान ask any dumb questions, right. Don't hesitate to ask questions. किनकि क्वेसन यदि बिकज दिस विल बेनिफिट इन लङ टर्म, राइट. यदि अहिले आफूलाई हेजिटेट फिल गरिरहेको छ क्वेसन सोध्नलाई भने इट विल ह्याम्पर यु, राइट. बिकज दिस इज डुइङ फर यर लर्निङ, राइट. यु सुड नट फिल एनी सेम अन आस्किङ क्वेसन्स.
त्यसपछि वाच ट्युटोरियल अफकोर्स देयर आर लट अफ रिसोर्सेस एभाइलेबल राइट इन युट्युब इन इन लट अफ मिडियम ब्लग्स एन्ड च्याट जिपीकै क्यान युज च्याट जिपिटी त च्याट जिपिटीलाई कसरी लेख्नु भने इन स्टार्टिङमा हामीले के कुरा सिकिन्छ नि डोन्ट रिलाइ टु मच अन च्याट जिपिटी बिकज इफ यु दिज प्रब्लम स्टेटमेन्ट्स राइट यदि च्याट जिपिटीलाई दिए भने इजिली सल्भ गरिदिन्छ यसले बिकज इट इज टेन विथ ह्युमङ्गस डेटा राइट तो वेन युआर ट्राइङ टु लर्न समथिङ डोन्ट रिलाइ लट इन च्याट जिपिटी लेकिन तर कुनै पनि कुरा सिक्नको लागि यदि हजुरले च्याट जिपिटी युज गर्न सक्नुहुन्छ फर इक्जाम्पल लुप कसरी काम गर्छ राइट फङ्सन भनेको के हो दिज थिङ्स यु गाइज क्यान आस्क च्याट जिपिटी एन्ड लर्न राइट बट प्रब्लम स्टेटमेन्ट डाइरेक्टली च्याट जिपिटीलाई दिएर आफूले सिकिन्न ट्राई टु इम्प्लिमेन्ट अन यु ओन फर्स्ट राइट त्यसपछि अर्को कुरा भनेको वाच टु बिल्ड प्रोजेक्ट्स राइट कस्तो प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको कस्तो कुरा पढेर सिकिन्न प्र्याक्टिस गरेरै सिक्ने हो अनि सानो सानो कुराहरू प्र्याक्टिस गरेर फन्डामेन्टल्स क्लियर भइसकेपछि एउटा हल्का प्रोजेक्ट बनाइयो भने यु क्यान इम्प्लिमेन्ट वाट एभर यु गाइज आर लर्निङ सो फर द्याट इज भेरी बेनिफिसियल त्यसपछि जोइन कम्युनिटिज लाइक रेडिट डिस्कर्ड गिटहब राइट यसमा कम्युनिटीमा के हुन्छ धेरै कुरा डिस्कसन भइरहेको कसरी इम्प्लिमेन्ट गर्ने कसैले क्वेसन्सहरू सोधिरहेको हुन्छ है तिनीहरूको एन्सरहरू पढौँ तर कुनै पनि कुराहरू इम्प्लिमेन्ट गर्न देयर आर मल्टिपल वेज राइट डिफ्रेन्ट पिपलले डिफ्रेन्ट ओपिनियन राखिरहेका हुन्छन् राइट द्याट इज भेरी इम्पोर्टेन्ट फाइनल वर्ड्स भनेको स्टार्टिङमा आई नो लड अफ क्वेसन्सहरू हुनसक्छ यु गाइज मेबी फिल लिटल एक्जस्टेड राइट हल्का सुरुमा अलिकति टाइम लाग्न सक्छ तर मोटिभेट युर सेल्फ एन्ड कन्टिन्यू लर्निङ स्टे कन्सिस्टेन्ट किप बिल्डिङ राइट सो यो भिडियो यदि हजुरलाई कस्तो लाग्यो प्लिज बताउनु होला कमेन्ट गरेर बताउनु इफ इट इज नट बेनिफिसियल अर यसलाई मैले अझै कसरी इम्प्रुभमेन्ट गर्न सक्छु र अरू के भिडियो मैले बनाउँदा हजुरहरूलाई हेल्प हुन्छ राइट सो प्लिज हेल्प मी बिल्डिङ दिस च्यानल मैले जे पनि अहिलेसम्म सिकेँ मैले सिकाउन चाहन्छु राइट सो प्लिज लाइक कमेन्ट गरेर मलाई एकदम मोटिभेट गर्नुहोस् है सो द्याट इट किप्स मी मोटिभेटेड टु क्रिएट a lot more videos right so thank you guys I'll be sharing this doc with everyone please comment I'll DM you the link okay to everyone